अनि तपाईँ त साँच्चै सिनियर स्टुडेन्ट पनि स्वयंसेविका पनि रिटायर हुनुभयो होइन भयो नि मैले प्रमाणपत्र सहित। कस्तो रह्यो त तपाईँको कार्यकाल अनुभवहरू मेरो कार्यकाल त फेरि कुरो त कति हो मेरो कार्यकालमा त के भयो भन् न त्यो मैले 52 सालमा तालिम गरेर मैले अहिले 82मा छोडेँ। मेरो उमेर चाहिँ 62 वर्ष पुग्यो। अरू त 60मा छोडेँ त मैले 62मा छोडेँ क्या। किन त अनि मैले राम्रो काम गरेँ भनेर होला। अनि मैले के गरेँ भने परियोजना गर्नेलाई बेसरी कराउनु पर्थ्यो त्यो बेलामा। अनि मैले तिनीहरूलाई एउटा चाहिँ उहाँ जनस्वास्थ्यबाट हाकिम आएको थियो क्या। अनि त्यो बेलामा मैले के कुरो राखिदिएँ भने तिमीहरूलाई परियोजना गऱ्यो भने सबै कमजोरी हुन्छ भन्ने। त्यो कमजोरी गोरुहरू परियोजना गरेको गोरु बलियो हुन्छ कस्तो बलियो जोचा गोरु वन के अरे वन परियोजना नगरेको गोरु जल्दी मान्दैन भनिदिएको त त्यो हाकिम त 3 फेर घुम्यो। मैले कति वर्ष पढेँ यो सोच मलाई आएकै थिइनँ। तपाईँलाई अब मैले जिल्लाबाटै फर्स्ट तगेर पठाइदिन्छ भने त्यो त 3 फेर घुम्यो दङ परी। नाम सम्झिनुहुन्छ सम्झिन नाम त त्यो बेलामा 52, 53, 54, 55, 56को कुरो हो। 52देखि तालिम गऱ्यो। अनि त्यसो भने अनि सुरुमा पनि पुरस्कार पाइथ्यो एउटा करुवा। अनि पछि पनि फेरि 2 पटक पाएँ पुरस्कार। के गर्नुपर्ने रहेछ त स्टुडेन्ट हुँदा र स्वयंसेविका हुँदा स्टुडेन्ट हुँदा स्वयंसेवक हुँदा त अनि पहिला बिहा गर्दाखेरि 20 वर्ष र सकभर 20 वर्ष 25 भित्र हुनु पर्दो रहेछ बिहा। आजभोलिको आर्कोले त्यो बेलाको चाहिँ दुईटा कुरा मिलाउँदा बच्चा पनि 20 र 30 भित्र पाउनु पर्दो रहेछ। मैले पनि त्यही गरेँ हुनुपर्ने पनि त्यही रहेछ। अनि बिहा गर्दा पनि अब उमेरले मै उ गरेर नगरे पनि अब गर्भधारण गर्ने कुरोको बेलाहरू उमेर अनुसार हामीले अब स्वयंसेविकाहरूले सेवा दिनलाई त्यो भन्छ क्या। जीवन जलहरू आस्था साधनहरू खोप सब दिन्न हामीले 1500 मात्रै दिन्छ क्या। त्यो के भन्दा मात्रै सिकाउँछ कि तिनीहरूले। अनि शिक्षा प्रोत्साहन के अरे प्रोत्साहन के दिन्छ क्या बिर्सेँ नि आज। अनि